कहिलेकाहीँ जीवनमा अगाडि बढ्नलाई ठुलो मोटिभेसन होइन, बस आफूले सुरु गरेको कुरा नछोड्ने हिम्मत चाहिन्छ। आज मेरो 90 दिने च्यालेन्जको डे 16 दिनहरू बितिरहेका छन्, तर एउटा कुरा अझै उस्तै छ। म आफ्नो लक्ष्यतिर हिँडिरहेको छु। हरेक दिन पर्फेक्ट त हुँदैन, कहिलेकाहीँ अल्छी लाग्दो हुन्छ, कहिलेकाहीँ गलेको जस्तो हुन्छ, कहिलेकाहीँ आफैलाई प्रश्न गर्छु, साँच्चै म यो गर्न सक्छु त? तर फेरि सम्झन्छु, मैले यो जर्नी सुरु गरेको नै आफूलाई च्यालेन्ज गर्नको लागि लिएको हुँ। आजको दिन पनि त्यस्तै थियो। सानो सानो कामहरू, आफ्नै रुटिन, आफ्नै स्ट्रगल, तर यी साना मोमेन्ट्सहरू नै एक दिन ठुलो स्टोरी बन्नेछन्। मलाई थाहा छैन 1090 सम्म पुग्दा म कहाँ हुनेछु, तर एउटा कुरा चाहिँ पक्का छ, म आजभन्दा राम्रो बन्ने प्रयास गर्नेछु। किनकि सपना पुरा हुन एकै दिन लाग्दैन। हरेक दिनको एउटा सानो कदमले बिस्तारै हामीलाई त्यही सपनाको नजिक पुर्याउँछन्। त्यसैले डे 16 पनि कम्प्लिट भएको छ आज। अझै धेरै दिनहरू बाँकी छन्, अझै धेरै मेहनत गर्न बाँकी छ। See you on day 17।